होरा भनेको होरा नै हो यार, किनकि हिजो जुन गेम प्ले खेल्यो नि यिनीहरूले यस्तै कन्टिन्यू गर्यो भने फिक्स टप 3 मा आउँछ के। ई स्पोर्ट्स पबजी वर्ल्ड कप को लागि हिजोबाट सुरु भएको गेममा नेपाली टिम्सहरूले बब्बानले गरे के। हिजोको दिनको खेल सकिदासम्म होरा र डीआरएस टेबलको टप 3 मा छन् के। डेको स्टार्टिङ हुन्छ सानोक म्यापबाट, जहाँ होरा C1 टिमबाट नराम्रोसँग खान्छ के। 2v2 को ट्रेड पनि भइसकेको थियो र स्काईले गर्दिन्छन् यहाँ ठुलो ब्लन्डर। जब ओपोनेन्ट पुश गर्न नजिकै आइसकेपछि के गर्नु, नेट कुक गरेको के। टीपीपीबाट क्लियरली देखिदा नेट क्यान्सल गरेर 1v1 को फाइट लिएको भए हुन्थ्यो नि। यही बीचमा नो फियर पनि फाइट लिन छोडेर रिभाइभ गरेर आएको हुन्छ के। अब स्काई नक भएपछि उसले पनि एक्लै के नै गर्न सक्थ्यो र। सर्ट गन खान्छ अनि सकिन्छ होराको गेम। यता डीआरएस को पनि ब्याड लक के। जोन इन्ट्री गर्दा गर्दै भिपी को फ्रोजनले गोस्ट हान्दिन्छ के। दुई जनाले नेटले नै फुटाउँछ के, अनि बचेको दुई जनालाई एउटा यूपीजी र अर्को केपी को प्लेयरले सकाइदिन्छ। अनि यता एएसटी भने धुम मचाले गर्दै बाइकमा खै कता जाँदै थियो अनि एमएक्सले धुम मचाइदिन्छ। सानोकमा दुई जना को जान्छ कि बाइकमा भने बचेको प्लेयर जो पनि फेरि धुम मचाले गर्दै थिए अनि एमएक्स को मिठो ड्यामेज भेट्छ अनि उता केपी को प्लेयरले वेलकम गर्छ। पबजीमा गन चलाउने हो के, बाइक रेस खेल्ने हैन। र यसरी एएसटी पनि सकिन्छ। अब सेकेन्ड म्याच इरेंगलमा मैले गएको भिडियोमा भने जस्तै डीआरएस र R3G को रमिता देख्न पाइयो। मेल्टा हुँदा हुँदै डीआरएस ले किन प्रिममा सुधार्नु परेको के। फेरि ड्र फाइट पर्छ र एज युजुअल फाइट लिन दुवै टिम सक्दैनन् र एक एक प्लेयर को ट्रेडमा आफ्नो बाटो लाग्छन्। यता होरालाई एस्ने अराउन्डमा जोन परेकोले दसैँ लागेको थियो। सेन्टर च्याप्ने चक्करमा एपीजी, यूपीजी, टीएस र C1 एक आपसमै लडेर मर्छन्। उता डीआरएस का बचेका प्लेयरहरू पनि एज खेल्दै खेल्दै सकिन्छन्। यता एएसटी खै किन हो पेट्रोल पम्प छोडेर पोटेर हसमा गएको अनि चारैतिरबाट गनशट खान्छन् र ट्रिक्स मात्र बच्छ। एमिक्स सँग भएको यो फाइट चाहिँ पब्बाइलले निकाल्छ के ट्रिक्सले। चारैतिरबाट एनिमी कति नै बस्थ्यो र ट्रिक्स पनि 9 पोइन्ट्स लिएर एएसटी लबीबाट निस्किन्छ। अब पालो होराको। एकतिर भिपी अर्कोतिर भेको। जोन होरातिर भएकोले भेकोले स्ल्यामेन हान्नै पर्थ्यो र हान्छ पनि। बट जिगल, स्लिप र स्काईले तीनवटै प्लेयरलाई डाउन गरिदिन्छन् र बच्छ अब भिपी भन्ने टिम, जो चान्चुने टिम होइन। लिग स्टेजमा पनि टप सेकेन्ड भएको र अहिले पनि टेबल टप गरेर बसेको छ। 3 म्यान स्ट्यान्डिङ भिपीले एकजनाले अफ एंगलको लागि बसाउँछ र दुई जना घरमै बस्छन्। बट यता हाम्रो स्काई पनि के कम के, घरको छतमा गएर अफ एंगल लिन्छ। अब होरा यो तनावमा थियो कि राइटबाट स्ल्यामिन हान्ने कि लेफ्टबाट भनेर, किनकि जोन भने भिपी सँग थियो। सो आइजिएल ले लेफ्टबाट स्ल्यामिन हान्ने डिसिजन गर्छ। धन्न भिपी को प्लेयरले नकडाउन गर्न सक्दैन र पोजिसन लिन पाउँछ स्लिपी। उता भिपी को अर्को प्लेयरले नो फेयरलाई नकडाउन गरिदिन्छ। यता स्लिपी पनि के गम एउटा ट्रेड निकाल्दिन्छ। यतिकैमा स्काईले अफ एंगल बनाएर भिपी को अर्को प्लेयरलाई नकडाउन गरिदिन्छ। अब बच्यो लास्ट प्लेयर र स्लिपीले लास्ट प्लेयरलाई पनि फिनिश गरिदिन्छ। ओभरअल र्याङ्किङमा सिधै 8 पोजिसन माथि आएर सेकेन्ड नम्बरमा बस्छ। अब पालो थर्ड म्याचको। खै के पो मुड चेन्ज हुन्छ R3G को र डीआरएस सँग ड्र फाइट लिँदैन अनि डीआरएस ले जुन गेम भरि ताण्डव देखाउँछ नि त्यो हेर्न लायकको हुन्छ। होराले इनिशियल फाइटहरू राम्रै लिन्छ र किल पनि मज्जाकै उठाउँछ। क्वाडको स्क्वाडले वाइप नै गरिदिन्छ र पछि यता भिपी सँगको फाइट पनि मज्जाले निकाल्छ। यता एएसटी पनि नाभी सँगको 4v4 फाइट इजिली निकालेर आफ्नो गन पावर देखाउँछ। त्यतिकैमा माथिबाट होराले पनि एएसटी ले स्ल्याम इन गर्छ अनि एएसटी ले होराका दुईवटा प्लेयरलाई फिनिश नै गरिदिन्छ। त्यतिकैमा एएसटी को जोयललाई खै के जोश चढ्छ। बचेको होराको एउटा प्लेयरलाई फिनिश गर्ने चक्करमा ओपनमै सिरक डस्न लगाएरै सुत्छ अनि माथिबाट केपी को हातबाट नक एन्ड फिनिश नै हुन्छ। लास्ट बचेको होराको प्लेयर पनि एएसटी को हातबाटै फिनिश हुन्छ र 13 पोइन्ट लिएर लबीबाट निस्किन्छ। लास्ट सर्कलमा एएसटी ले कभर नै पाउँदैन, जसो तसो स्मोक गरी बस्ने कोसिस गर्छन्। तर यता R3G र उता डीआरएस को एंगलबाट एक एक गरी फिनिश हुन्छ र टोटलमा 15 पोइन्ट लिएर लबीबाट निस्किन्छ। अब लास्ट फाइट पर्छ डीआरएस र R3G को। 4v3 को यो फाइट ओपन ग्राउन्डमा हुन्छ, व्हिच मीन्स कभरको एडभान्टेज कुनै टिमलाई पनि हुँदैन। सुरुमा ग्यान्टेले नक निकाल्छ, त्यसपछि डेल्टाको नेट पनि ठाउँमै पर्छ। बट यतिकैमा R3G ले एउटा प्लेयर ट्रेड गर्छ र लास्ट प्लेयरलाई फेरि ग्यान्टेले फिनिश गर्छ र यसरी डीआरएस ले चिकन डिनर खान्छ। एमबीबी मा XMPL लाई देख्छौं विथ 5 किल। म्याच र्याङ्किङमा पनि टप 3 नेपाली टिम्स र ओभरअल र्याङ्किङमा पनि सेकेन्ड, थर्ड र फोर्थमा नेपाली टिमहरू हुन्छन्। डीआरएस सिधै 9
पोजिसन माथि उक्लिन्छ भने एएसटी 6 पोजिसनले। अब पालो फोर्थ म्याचको। फोर्थ म्याचमा पनि डीआरएस र आर3जी को रमिता देख्न पाउँछौ। आर3जी को भागले ग्यान्टेलाई चाकु हानेर फिनिस हानिदिन्छ। भयो अब एक्सएमपीले कहाँबाट होभरक्राफ्ट खोजेर ल्याउँछ र आफ्नो साथीहरूलाई बसाएर सिधै नदीमा हाम फाल्छ। किनभने यो पालि यस्तो हरामी जोन पर्छ नि, के बताऊ। यो जोनले सबको बाउको बे देखाइदिन्छ। उता एएसटीले भने भेकोसँगको दामी फाइट लिन्छ, बट पछाडिबाट एमिक्स को स्ल्यामिन आउँछ र फाइट बिगार्दिन्छ। एएसटी का बचेका दुईजनाले पनि राम्रै फाइट लिएका थिए, बट जोयोले मुभिङ भेहिकलमा शटगन हान्न खोज्दा बिग्रिन्छ अनि एक्लो हुन्छ ट्रिक्स, अनि एमिक्सले चारैतिरबाट घेरेर ट्रिक्सलाई पनि फिनिस हान्दिन्छ र एएसटीले 1 पोइन्ट लिएर लबीबाट बाहिर निस्किन्छ। यता भने जोन बाहिर होरा र डीजी को फाइट पर्छ। स्लिपी सुरुमै नकडाउन हुन्छन्, बट नो फियरले 2वटा नक निकाल्छ, बट लगत्तै नो फियर पनि नक हुन्छ। एकछिनमा स्क्याप पछाडिबाट आएर बदला लिन त खोज्छ, बट आफै नै फिनिस हुन्छ र होरा यो गेमबाट 0 पोइन्ट लिएर लबीबाट बाहिर निस्किन्छ। फाइनल सर्कलमा डीआरएस र डीजी पर्छन्, बट डीआरएसले भने ठुलो गल्ती गर्छ। कस्तो गल्ती? जब डीजी को क्वाडसँग फाइट परिरहेको बेला थर्ड पार्टी हान्नु पर्थ्यो नि, अथवा छरिएर टक्क पोजिसन लिएर बस्नु पर्थ्यो नि, बट एउटै घरमा बसिरहेको हुन्छन्। अब जोन भने डीजी तिर हुन्छ र चारैतर्फबाट पिन गरेर बस्छन् डीआरएस का प्लेयरहरूलाई। यतिकैमा डेल्टा नक एन्ड फिनिस हुन्छ। बाँकी बचेको एक्सएमपीएल र किलर वाइटलीलाई पनि पछाडिबाट जोनले पेल्दै हुन्छ र अगाडिबाट डीजी का प्लेयरले। न बाहिर निस्कन जस्तो न त्यही बस्न जस्तो। डीजी का प्लेयरबाट नेटको बर्सात नै हुन्छ र दुवैजना फिनिस हुन्छ। चिकन लान्छ डीजीले। ओभरअल र्याङ्किङमा होरा र डीआरएसले आफ्नो पोजिसन होल्ड गर्छ भने एएसटी 1 पोजिसन तल झर्छ। अब पालो मिरामार। नेपाली टिमहरूलाई मिरामार खासै पछिको हिस्ट्री छैन, बट यो दुई गेममा के पोजिटिभ गेम प्ले भने देखाउँछन्। गेमको सुरुमै जिगल 1 म्यान जसरी हिँड्दै हुन्छ, यता क्वाडको प्लेयरले भेट्टाउँछ र नक एन्ड फिनिस हान्दिन्छ। उता एएसटी को पनि एमिक्ससँग फाइट पर्छ। खै किन हो दुई प्लेयरहरू सेपरेट भएर खेलेको? दुईजना एमिक्स कोबाट फिनिस हुन्छन् भने दुईजना टीएस कोबाट फिनिस हुन्छन् सेम टाइममा। भयो अब यता एपीजी को डकले भने खै कसरी हो, डाँडाको टुप्पामा बसेको नोफियर र स्काईलाई नक नै गरिदिन्छ र स्काईलाई त फिनिस नै गरिदिन्छ। नोफियर भने जसो तसो रिभाइभ हुन्छन्, त्यसको केही छिनमै नोफियरले एपीजी को लास्ट बसेको डकलाई फिनिस गरिदिन्छ र आफ्नो बदला लिन्छ। एकैछिनमा होराको लास्ट प्लेयर पनि फिनिस हुन्छन् र 7 पोइन्ट लिएर लबीबाट बाहिर निस्किन्छ। यता भने डीआरएस को 40 सँग बब्बाल नै फाइट पर्छ। डेल्टाले जसरी बगी घुमाएर डिस्ट्र्याक्ट गर्छ नि अपोनेन्टलाई, सायदै यो भन्दा पहिला गरेको होला के। डेल्टाले यति चोटी बगी घुमाउँछ कि के बताऊ। 40 लाई फिनिस गर्नलाई गन नेड भएन भनेर बगीले च्यापेर पनि फिनिस गरिदिन्छ। अब बच्छ एमिक्स को स्क्वाड। एमिक्स सँग नम्बर एडभान्टेज पनि हुन्छ। उस्तै त 3 जना मात्र बचेका डीआरएस का प्लेयरहरू जन भएन भनेर किलर वाइटी पनि रङ टाइममा नक हुन्छन्। अब गेम 2v4 मा पुग्छ, बट यत्तिकैमा ग्यान्टेले 2 प्लेयर र डेल्टाले 1 प्लेयरलाई नकडाउन गरिदिन्छन्, बट फेरि एमिक्सले ग्यान्टेलाई नकडाउन गरेर ट्रेड गरिदिन्छ। अब बच्छ 1v1 को गेम। डेल्टा यता प्यानिक मोडमा भएर हो कि क्या हो, 1v1 को इजी फाइट हार्छन्। यसरी हातमै आएको चिकन डिनर डीआरएसले गुमाउँछ र 12 पोइन्टमा चित्त बुझाउँछ, बट ओभरअलमा भने टेबल टपको पोजिसन लिन्छ। अब आउँछ डे को लास्ट म्याच। एएसटी को क्वाडसँग फाइट परेर दुईजना फर्स्टमै फिनिस हुन्छन्। बाँकीका दुईजना भने फाइट लिन छोडेर खै कता भाग्दै थिए, बट एउटा क्वाडको हातबाट र अर्को केपी को हातबाट फिनिस हुन्छ। यता डीआरएस भने जोनको रोटेसनमा नाभीको हातबाट 3 जना फिनिस हुन्छ। बचेका 1 प्लेयरलाई केपीले सकाइदिन्छ र यसरी 0 किल सहित डीआरएस लबीबाट बाहिर निस्किन्छ। अब यता होराले यस्तो गेम प्ले देखाउँछ कि के बताऊ। भेको र केपी को फाइट परिरहेको बेला होराका स्काई र स्लिपीले थर्ड पार्टी हान्न आउँछन्। थर्ड पार्टी हान्ने चक्करमा उल्टै स्काई केपी को हातबाट नकडाउन हुन्छन्। यता भेकोले पनि केपीलाई सर्ट्सहरू दिइरहेको भएर धन्न फिनिस हुनबाट बच्छन्। अब भने पछाडि रहेको नोफियर र जिगल पनि साथ दिन आउँछन्। आउँदाखेरि बाटोमा धन्नै नोफियर नकडाउन भएनन्। त्यसपछि देखाउँछन् स्लिपीले आफ्नो जलुवा। सुरुमा भेको 1 जनालाई नेडले फुटाउँछन्, त्यसपछि केपी का 2 जनालाई पनि नकडाउन गरिदिन्छन्। यता फेरि स्काई र स्लिपीले भेको को 2वटा प्लेयरलाई नकडाउन गरिदिन्छन्। भेको लोअर ग्राउन्डमा भएर होला होराले इजिली स्क्वाड वाइप गरिदिन्छ। भेकोले नकडाउन गरेर छोडेको केपी को प्लेयरलाई पनि स्लिपीले फिनिस गरिदिन्छ। बचेको एउटा केपी को प्लेयर भाग्छ। पछि त्यही एउटा प्लेयर होराको लागि कसरी विभीषण भन्छ हेरौँ है त। लास्ट सर्कलमा एपीजी र होराका 3 प्लेयरहरू बचेका हुन्छन्। 1 प्लेयर बचेको हुन्छ केपी को, जुन अघि भागेर गएको थियो। होराको शिल्पीलाई 40 ले फिनिस गरेको हुन्छ। अब हुन्छ एपीजी र होराको फाइट। सुरुमै स्काईले एपीजी को टपलाई नकडाउन गरिदिन्छ, बट एकछिनमा एपीजी को जेलले
स्काईलाई नकडाउन गरेर फिनिश नै गरिदिन्छ। भयो अब फाइट अब 2v3 मा कन्भर्ट हुन्छ, बट अब जलवा देखाउने पालो हुन्छ नो फियरको। एपीजी को रिफ्युज र जोएललाई सेम टाइममा नकडाउन गरिदिन्छ अनि नो फियर हिल गर्छ र नकडाउन भएकोलाई फिनिश गर्न जान्छ। बट यता विभीषण बनेर लुकेर बसेको किपीले जिगललाई पछाडिबाट नकडाउन र फिनिश नै हान्दिन्छ। नो फियरलाई पनि 1 HP मा पार्दिन्छ। यतिकैमा एपीजी को टपले नो फियरलाई फिनिश नै हान्दिन्छ। डीआरएस को जस्तै होराको पनि हातमा आएको चिकन डिनर जान्छ। विभीषण बनेर चिकन डिनर खान्छु सोचेथे केपीले, बट उसले यो भुलेछ कि उतातिर एपीजी को टप छ भनेर, र केपीलाई फिनिश हानेर एपीजीले यो चिकन डिनर आफ्नो हातमा पार्छ। भले होराले चिकन डिनर नखाए पनि म्याच र्याङ्किङमा 20 पोइन्ट सहित नम्बर 1 मा आउँछ र ओभरअल र्याङ्किङमा पनि डेको एन्डमा नम्बर 1 पोजिसन लिएर बस्छ। डीआरएस नम्बर 1 बाट नम्बर 3 मा झर्छ गेम प्ले बिग्रेर भने एएसटी नम्बर 10 मा पुग्छ। मेरो पर्सनल पोइन्ट अफ भ्यूबाट एएसटी को गन पावर बब्बाल नै छ, तर खै किन हो, एक्सपिरियन्स को कमी हो कि क्या हो जस्तो लाग्दैछ। त्यस्तो धोस्दै पनि बिग्रेको त केही छैन। एक चिकन डिनर खायो भने इजिली कमब्याक गर्न सक्छ। एमभीपी रह्यो होराबाट स्काई विथ 18 एलिमिनेसन। ह्याट्स अफ यार स्काई को लागि, जुन तरिकाले आज खेल्यो नि उसले। कमेन्ट्समा सबले स्काई होरा भनेर स्पाम गर्दिउ त सबले। डे 1 को गेम हेरेर मजा नै आयो। लेट्स सी डे 2 मा कस्तो गर्छन् केटाहरुले।